सायद उसको अपमान होस्, चाहे उसको खुसी ट्युरी किन नभएको होस्, उसलाई गिल्दै किन नभएको होस्, उसलाई नराम्रो किन नभएको होस् होइन, तर राजाले बोलाएको ठाउँमा ऊ जानु पर्थ्यो। तर ओर्पाले आफ्नो सासूलाई चुम्बन गरेर मुही खाएर उनी बिदा भएर गइन्, उसको इतिहासै हराए। तर रुथको आँसुको मूल्य रहेको छ। अनि राजको त्यो सिरफेसबाट उनी तल खसाले, उनी निखालिएको छ, रानीको पदबाट उनी निष्कासन भएको। तर परमेश्वरले यस्तोलाई प्रयोग गर्नुभयो, यस्तोले सही निर्णय गर्यो राजा कहाँ जानलाई। पशु पंक्षीको डर पनि थिएन, खानेकुराको अभाव पनि थिएन, न लुगा फाटाको अभाव थियो, महिमाको पोषकले उनीहरू ढाकिएका थिए। हामी उत्पत्तिको पुस्तकबाट आज हामी सधैँ हामीले जानिरहेको वचनबाट हामी केही कुराहरू सिक्नेछौँ ल। मलाई जुन कुरा नयाँ प्रकारले आशिष भएको छ अनि सायद मलाई लाग्छ यहाँबाट तपाईँहरूलाई पनि धेरै आशिष हुन्छ, किनभने आजको यो सङ्गति चाहिँ हाम्रो मिसनसँग जोडिएको सङ्गति भएको कारणले हामी सबैजना ख्रिस्टको मिसनमा, परमेश्वरको राज्यको सुसमाचारको काममा सहभागी भएका स्त्रीहरू हौँ होइन। हामी जो जति प्रभुलाई विश्वास गरेका छौँ, चाहे हामी यहाँ पास्टरले आमाहरू किन नहौँ, मण्डलीको एल्डर डिकनको श्रीमती किन नहौँ होइन, सन्डे स्कुलको टिचरहरू, युथको लिडरहरू किन नहौँ, सबै प्रकारका हामी दिदीबहिनीहरू यहाँ भेला भएका छौँ र हामी सबैजना चाहिँ ख्रिस्टको निम्ति एउटा सुसमाचार बोकेर हिँड्ने एउटा स्त्रीहरू भएका छौँ। पुरानो नियमदेखि नयाँ नियमसम्म आएर हेर्दाखेरि बाइबलमा यति धेरै स्त्रीहरू छन् जुन स्त्रीहरूले चाहिँ परमेश्वरको ठुलो राज्यको काममा सहायता गरेका छन्। अनि तपाईँ हामी पनि आजको संसारमा यो बेलामा पनि अनि हामी यतिखेर 21औं शताब्दीमा आएर पनि प्रभु यीशु ख्रिस्टको सुसमाचारको लागि हाम्रा श्रीमानहरूलाई, हाम्रो दाजुभाइहरूलाई, मण्डलीमा होस्, समाजमा होस्, परिवारमा होस्, प्रभुको सुसमाचारको कामको लागि सहभागी भएर सहायता गर्ने स्त्रीहरू भएको कारणले गर्दा आज तपाईँ र मेरो बिचमा परमेश्वरको वचनबाट नभई नहुने कुराहरू हामीले केही कुराहरू सिकौँ अनि जुन कुराले चाहिँ हाम्रो जीवनमा ठुलो आशिष ल्याउनेछ। उत्पत्तिको पुस्तक 3:6 देखि केही पदलाई म पढ्नेछु ल। यो सधैँ तपाईँहरूले पढिराख्नु भएको, मैले नि पढेको, यहाँबाट केही वचनहरूलाई हेर्नेछौँ। 3 अध्याय उत्पत्ति 3:6 देखि केही पदसम्म म तपाईँहरूको लागि पढ्नेछु। अनि मेरो लागि मैले पढेको छु र फेरि पनि हामी पढेर सँगै यसलाई बुझौँ। जब स्त्रीले त्यस रुखको फल खानलाई, असल हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछौँ भनी तिनीहरूले थाहा पाए। अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचाका रुखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? किनभने उनले भने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ र म लुकेँ। हामीले अघिको खण्ड पढ्यौँ अनि यहाँबाट हामीले हेर्दाखेरि के पायौँ भने जसरी हावाले शैतानको कुरा सुनेर शैतानले के भन्यो, के तिमीहरूलाई यो कुनै पनि बगैँचाको बीचमा भएको कुनै पनि रुखको फल कुनै पनि कुरा नखानु भनेको छ भनेर शैतानले हावालाई सोधेको कुरा पाउँदछौँ। परमेश्वरले शैतानलाई हावाको परीक्षा गर्नलाई एउटा आयुबको पुस्तक अनुसार परमेश्वरले अनुमति नदिकन शैतानले कहिले पनि मानिसलाई उसले छुन सक्दैन, एउटा कुरा याद गर्नुहोस्। अनि अर्को कुरो, हाम्रो परिपक्व हाम्रो स्थिरताको कारण कतिचोटि हाम्रो जीवनमा परीक्षाहरू आउन सक्छ, हामीलाई अझै डह्रो बनाउनको लागि, हामीलाई बलियो बनाउनलाई। अनि पत्रुसको किताबले भने अनुसार, पत्रुसले लेखे अनुसार स्त्रीहरू चाहिँ दुर्बल पात्रको भएको कारणले गर्दा हाम्रो कमजोरी कहाँ छ भनेर शैतानलाई थाहा छ। यो कुरा पनि हामीले बिर्सिनु हुँदैन है। उत्पत्ति 3 अध्यायको सुरुमा हामीले हेर्दाखेरि मानिसको परीक्षा र पतन भनेछ। परमप्रभु परमेश्वरले बनाउनु भएका वन पशुहरू मध्ये सर्प सबभन्दा धूर्त थियो
त्यसले स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? हामी यहाँ देख्छौँ होइन, प्रश्न गरेको छ शैतानले। पहिलो कुरो, हाम्रो स्त्रीहरूको दिमागमा धेरै प्रश्नहरू आउँदछ, त्यो तपाईँहरूलाई पनि थाहा छ होला। हाम्रो चाहिँ विवेक नि प्रश्नले भरिएको हुन्छ। छोरा मान्छेको भन्दा हाम्रो विवेकहरू धेरै प्रश्नले भरिएको हुन्छ। कतिचोटि मेरो छोरालाई म एउटा प्रश्न सोध्छु अनि त्यहाँबाट फेरि अर्को प्रश्न, कति धेरै प्रश्न तपाईँको मनमा, कति धेरै प्रश्न गर्नुभएको भनेर सोध्छ है उसले। मैले त्यहाँबाट थाहा पाउँछु कि हामी चाहिँ धेरै प्रश्नले भरिएको स्त्रीहरू हौँ। अनि यसै कारण शैतानलाई थाहा थियो यसलाई प्रश्न गर्दा यसले उत्तर दिन्छ भनेर। एउटा कुरा याद गरौँ, आजको हामी आज योसँग त्यहाँ बसेका हामी छोरी मान्छेहरूले हाम्रो विवेकमा धेरै प्रश्नहरू हुन्छ, तर सही उत्तर कहाँबाट पाउँछौँ भनेर हामीले जान्नु पर्दछ। एउटा कुरा, धेरै प्रश्नहरू आउँछ। कतिचोटि सेवाकाईको क्षेत्रमा के म यो सेवाकाईमा बसिरहँदा के मलाई आशिष छ? यो प्रश्न कहाँबाट आएको? यो प्रश्न सेवाकाईमा बस्दा आशिष नहुने कुरा कहाँबाट आउँछ? होइन र, आशिष हुन्छ नि, होइन र, जसरी भए पनि एउटा न एउटा आशिष हुन्छ नि त। धेरै प्रश्नले भरिएको हाम्रो विवेकलाई शैतानले प्रयोग गर्नु सक्छ। एउटा कुरो यहाँ हामीले जाँचिराख्नुपर्छ। स्त्रीले सर्पलाई भनिन्, बगैँचाका रुखहरूका फल हामी खान सक्छौँ, तर बगैँचाको बीचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। प्रभुले कहिले नछुनु भनेको थियो, होइन र, नखानु भनेको। स्त्रीले प्रश्नहरूलाई बङ्ग्याएर यहाँनिर काम बिगारेको कुरा पाउँछौँ। पहिलो कुरो त हामी कहाँ कमजोरी छौँ भनेर शैतानलाई चाहिँ राम्रो थाहा हुन्छ। एउटा कुरो याद गरौँ, हामी सेवा गर्ने हामी छोरी मान्छेहरू, हामी कुन कुरामा कमजोरी छौँ त्यही कुरालाई उसले प्रयोग गर्छ। अनि हामी स्त्रीहरू धेरै प्रश्नले भरिएको कारण शैतानले प्रश्नबाट सुरु गरेर हामीलाई उसले उसको उत्तरमा हामीलाई गिराउन चाहिरहेको हामी पाउँछौँ। किनभने हाम्रो पुर्खा हावालाई, स्त्रीलाई उसले हाम्रो संसारकै सुरुको आमालाई नि उसले पतनमा पुर्याएको कुरा पाउँछौँ। अनि यहाँनिर सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ। यहाँ हेर्नुहोस् है, तिमीहरू मर्दैनौ। उसले कस्तो एन्सर दियो, झुट एन्सर दिइरहेको छ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछ र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। यहाँ हेर्नुहोस् कति ठुलो भ्रमको आत्मा उसलाई लगाइदियो भने अब हावा चाहिँ पाप रहित स्त्री परमप्रभुले बनाउनु भएको। उनीले कहिले मानिसबाट जन्म लिनु पाएन, उनी केटाकेटीको अवस्थामा जन्मिएको स्त्री होइन। उनीलाई हावा र आदमलाई परमेश्वरले बनाउँदा उनीहरू जन्मै नभएका मानिसहरू परमेश्वरले बनाउनु भयो। अर्को कुरो, पुर्खाबाट आएको कुनै पनि श्राप बिना उनीहरू बनिएका थिए। उनी पाप बिना उनीहरू सृष्टि भएका थिए। उनीहरू चाहिँ बुढोपन पनि देख्नु नपर्ने, के भन्छ, केटाकेटीपन पनि देख्नु नपर्ने, एकैचोटि जवानहरूलाई देख्दा कति सुन्दर देखिन्छ होइन। परमेश्वरले त्यस्तो बनाउनु भएको। खासमा बुढा हेर्दाखेरि उनीहरूको छाला मासुहरू सबै चाउरी परेको हुन्छ। हाम्रो घरमा आमा हुनुहुन्छ अनि हाम्रो एउटा छोरी छिन्, अनि उनले भन्छ मामको हात त चिकनको जस्तै भएछ भन्छ। किनभने त्यो गोरो हात चाउरी परेर चाहिँ उसले चिकन जस्तो देखे कि उसले चाहिँ, नानीले चाहिँ। त्यसको मतलब बुढाबुढीलाई हेर्दाखेरि माया लाग्दो देखिन्छ नि, तर जवानहरू हेर्दाखेरि हट्टकट्ट देखिन्छ। परमेश्वरले चाहिँ त्यस्तो बनाउनु भएको आदम र हावालाई चाहिँ। अनि उनी कुनै पनि पाप बिना बनिएकी स्त्री थिइन्, तर शैतानले उसलाई छलेर, शैतानको छलमा परेर, शैतानको झुटो प्रश्नमा परेर झुटो एन्सर उसले पाएको कारण उसले चाह गरेको छ। धेरैचोटि हाम्रो मनमा पनि प्रश्नहरू आउँछ अनि हामी नचाहिँदो चाह इच्छाहरू गरेर हामीले चाहेको इच्छामा बहकी पठाउँछौँ। हावालाई केही कुरा अभाव थिएन, उनी न श्रीमानको डरमा, अहिलेको श्रीमानहरूसँग डराउनु पर्छ होइन। याद गर्नु भएको छ, कहाँ गल्ती गर्छ कि आज दिनभरिमा के गरी पठाउँछ होला नि भनेर प्रार्थना गर्दा गर्दा हुन्छ स्त्रीहरू। कतिचोटि तपाईँले त्यो जीवन भोगिराख्नु भएको होला होइन। कतिजनाको कमजोरी श्रीमानहरू हुन्छ नि प्रभुमा, त्यस्तोहरूले आज यहाँ कहाँ के गर्ला, डरैले पनि गल्ती गर्नु सक्छ है। मान्छे कोही पनि सिद्ध छैन, एक दिन ऊ लड्न सक्छ। यसकारण हामी सबैजना, पावलले के भन्छ, यदि कोही खडा छु भन्छ भने त्यो अझै खडासँग उभियोस् भन्छ, अझै डरो भएर उभियोस्। ऊ कहिले पाप गर्दिन भन्ने विचारमा मान्छे उभियो भने ऊ छिटो पाप गर्छ। यसकारण हामी सबैजना पाप गरिबस्ने मानिसहरू, हामी गल्ती गरिरहने मानिसहरू। अनि हावालाई चाहिँ त्यस्तो बनाउनु भएको थिएन, तर परमेश्वरले चाहिँ पाप रहित, कुनै पनि दोष रहित बनाएको थियो। उसलाई उसको श्रीमानको डर पनि थिएन, पशु पंक्षीको डर पनि थिएन,
खानेकुराको अभाव पनि थिएन, न लुगाफाटाको अभाव थियो। महिमाको पोषकले उनीहरू ढाकिएका थिए। अनि यहाँ जब हामी देख्दछौँ कि जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि ल हेर्नुहोस्, शैतानको एन्सर कति नराम्रो प्रकारले उसको विवेकलाई फसाइदियो भने अब त्यो रुखको फल चाहिँ खानलाई असल उसले देख्यो, तर त्यही रुखको फल खानुपर्ने थिएन, किनभने अरू धेरै रुखहरू थियो। यहाँबाट हामीले कतिचोटि दशंश दिने विषयमा पनि यहाँबाट हामी सिक्न सक्छौँ। बिउको रूपमा परमेश्वरले हामीलाई छुटाउनलाई दशंशको रूपमा प्रभुले छुटाउनको लागि आज्ञा गर्नुभएको छैन। तर स्त्रीहरू हामी के हुन्छौँ भने यो पालिको दशंश यता काम टाढो अनि अर्को पालि आएपछि एकैचोटि दिउँ भन्छ। जब धेरै हुन्छ मान्छे दिनै सक्दैन, थोरै हुँदै दिनुहोस्, लोभमा नपर्नुहोस्। हामी त्यसो गर्नु हुँदैन है। मैले छुट्टै एउटा अर्को आशिष तपाईँलाई राखिदिएको यहाँनिर। अनि यहाँ तल हामी देख्छौँ अब जब उनले त्यो रुखको फल खायो, अब यो चाहिँ अचाहिँदै उसको इच्छा भयो, अचाहिँदै खालको उसको इच्छा चाहिँ भित्र बढेर आयो। यसकारण हामीले त्यो इच्छा गर्नु चाहिँ राम्रो कुरा हुँदैन। कतिचोटि हामीले सेवाकाईको क्षेत्रमा निर्णय गर्नेको विशेष गरेर मैले आज तपाईँहरूलाई यो कुरा बाँड्न लागिरहेको छु। हामी कुन बेला कुन निर्णय गर्छौँ होइन, कस्तो निर्णय गर्छौँ, हामीले गर्ने निर्णयहरू सही हुन्छ हुँदैन, हामीले त्यसरी जान्नु पर्दछ। यहाँ हेऱ्यौँ भने हावाले रुखको फल खाने निर्णय गर्यो। त्यो कसरी? शैतानबाट छलिएर। शैतानबाट उनको कमजोरी के थियो भने उनी दुर्बल छन् भनेर शैतानलाई थाहा भयो एउटा कुरो। अनि अर्को कुरो उसले कसरी प्रयोग गर्न सक्यो भने हाम्रो विवेकलाई उसले प्रयोग गर्छ। सबै प्रश्नले भरिएको स्त्रीहरू हुन्छौँ। यसकारण उसले प्रश्नबाट सुरु गर्यो अनि उसले एन्सर के पायो भन्दाखेरि झुटो एन्सर पाएको छ। हेर्नुहोस् है, यसकारण हामीले गर्नुपर्ने निर्णय के हो त? आजको दिनमा हामीले निर्णय गरेको कुराहरू सही, हामीले गरेको निर्णयले पछि गएर नतिजा राम्रो ल्याउँदैछ? हामीले त्यो कुरा याद गर्नुपर्छ। हावाको निर्णयले पुस्ता पापलाई जन्माइदिएको छ। आज हाम्रो निर्णयले पुस्तासम्म हाम्रो परिवार, हाम्रो मण्डली, हाम्रो सेवाकाईलाई सहायता पुगेको छ कि हामी मण्डली र परिवारलाई धक्का पुर्याएर चोट पुर्याइरहेका छौँ। आजको दिनमा आजको स्त्रीहरूले जान्नुपर्ने कुरा यो, मण्डलीको छोरीहरूले के हाम्रो सेवाकाईमा हामी दाजुभाइलाई सघाइरहेका छौँ, हाम्रो मण्डलीको सेवाकाईमा लिडरहरूलाई हामी सहायता गरिरहेका छौँ। पास्टरहरूको श्रीमती आज धेरै सेवाकाईमा हामी सहभागी हुन सक्दैनौँ, धेरै हामी उनीहरूलाई सहायता पुर्याउन सक्दैनौँ। हामीलाई कामको धन्दाले, खेतीपातीले हामीलाई समय रहेको हुन्छ अनि हाम्रो आफ्नो काम यो सकेर त्यो गर्छु, त्यो सकेर त्यो गर्छु अनि भरे लास्टमा प्रार्थना गर्ने समय पनि हामीसँग हुँदैन। कतिचोटि त्यो अवस्था मैले पनि भोगिरहेको छु होइन। म अब यो गर्छु, अघि तपाईँ देख्नु मेरो बच्चामा फोन आयो नि होइन, म प्रार्थना गर्न लागेको हुन्छ, फोन आउँछ अनि यो फोन उठाउँछु अनि त्यो बजेर प्रार्थना गर्छु भन्छु। प्रार्थना गर्ने समयमा फेरि अर्को के आउँछ अनि फेरि त्यता लाग्छु। अनि कतिचोटि आधी दिनसम्म प्रार्थना गरिरहेको हुँदिनँ म कहिलेचोटि। म तपाईँलाई अनेस्टली भनेको है, यो कुरा मैले झुटो बोलेको छैन। म जस्तोलाई त्यस्तो हुन्छ, मलाई पनि त्यस्तो भने तपाईँलाई झन् तपाईँले देख्नुहुन्छ नि म कति सेवा गरिरहन्छु भनेर। म आफैलाई त्यस्तो हुन्छ भने तपाईँहरूले यस्तो भोग्नु भएको छ भने मेरो प्रश्न तपाईँहरूलाई, हामीले गरेको निर्णय, मैले यो फोन पछाडि गर्दा हुन्छ, म अहिले चाहिँ प्रार्थना गर्छु भन्ने निर्णय मैले गर्नुपर्ने होइन र? मैले अघि तपाईँहरूले सुन्नुभयो नि, मैले म्युट अन गरेर है फोन उठाएँ। तपाईँको के छ म वचन बाँड्दैछु ल भनिहाल्नुहोस्, मैले भने नि। अनि उहाँले बुझेर राखिदिनु भयो। यदि नबुझ्ने मान्छे थियो भने उसले आफ्नो कुरा बताउनु थाल्थ्यो, मैले उसको कुरा सुन्नु पर्थ्यो होइन र? अनि मैले के गर्नु पर्थ्यो, म चाहिँ वचन बाँड्नेतिर जानु पर्थ्यो, उसको फोन उठाइरहनु हुन्थेन। एउटा इक्जाम्पल, अहिलेको तात्काल इक्जाम्पल। यसकारण हामीले गरेको निर्णय के प्रभुलाई महिमा भइरहेको छ? हावाले गरेको निर्णयलाई तपाईँ हामीमा पाप ल्याए, याद गर्नुहोस् है। तपाईँ र मैले गरेको निर्णयले फ्युचरमा अब आउने दिनमा हाम्रो छोराछोरी, मण्डली, सेवाकाईमा हाम्रो श्रीमानहरूलाई सहायता पुगिरहेको छ। तपाईँ र हामीले दिएको टाइम, निर्णय गरेर दिएको टाइम के प्रभुको महिमाको लागि भइरहेको छ होइन। सबै कुरा हामीले लाउने कुरा होस्, खाने कुरा होस्, बोल्ने कुरा होस्, हिँड्ने कुरा होस्, सेवा गर्ने कुरा होस्, मानिसहरूलाई सहायता गर्ने कुरा होस्, दिने कुरा होस्, लिने कुरा होस्, सबै प्रकारको पाहुना सत्कार गर्ने कुरा होस्, हरेक कुरा स्त्रीले निर्णय गर्नुपर्छ। आजको पृथ्वीमा सबैभन्दा धेरै पुरुषहरू जिउने कारण चाहिँ स्त्रीको निर्णयबाट जिउँदछ। तपाईँलाई याद छ कि छैन? हरेक श्रीमानले, यस्तो श्रीमान मात्रै होला, त्यस्तो श्रीमान जुन श्रीमान चाहिँ मूर्ख छ,
जसले चाहिँ स्त्रीलाई मान्यता दिँदैन त्यो श्रीमान मात्रै होला श्रीमतीलाई नसोधिकन कारोबार गर्ने। तर एक एक श्रीमानले प्रत्येक श्रीमतीलाई सोधेको हुन्छ एउटा न एउटा कुरा चाहिँ, होइन? सेवकाईको सुरुवातको कुरा होस्, दिने कुरामा होस्, सहायता गर्ने कुरामा होस्, पाहुना बोलाउने कुरामा होस्, कोही कोहीले झुकेर छोरा मान्छेले ल साथीको लैलैमा आउनुहोस् न हाम्रो घरमा भनेर बोलाउला, तर पनि मेरो पाहुना आउँदैछ है भनेर श्रीमतीलाई भनेको हुन्छ अगाडि। याद गर्नुहोस्, कहिले पनि गुरुरु मान्छे लिएर घरमा आउँदैन होला, उसँगै भए पनि फोन गरेर हामी आउँदैछौँ है, मसँग फल्ना पनि आउँदै हुनुहुन्छ भनेर तपाईँहरूलाई कतिजनाले भन्नुभएको होला, आफ्नो श्रीमान आफ्नो छोराछोरीले, होइन? जसले पनि आज मण्डलीको आमा अथवा परिवारको छोरी जसलाई पनि तपाईँहरू जो विवाहित हुनुहुन्छ, अविवाहित जवानहरू हुनुहुन्छ, तपाईँले आमाहरूलाई सोध्नुहुन्छ, होइन? अब आमा नभए दिदी भाउजू को हुनुहुन्छ उहाँहरूलाई सोध्नुहुन्छ होला, कोही छैन मण्डलीको आमालाई सोध्नुहुन्छ होला। आज हामीले निर्णय दिने कुरा, निर्णय लिने कुरा हामीले सोचेर गऱ्यौँ भने ठुलो आशिषको कुरा बन्न जान्छ। हावाले गरेको निर्णयले अहिलेसम्म पाप बग्दै आएको छ। पाप कहाँबाट सुरु भयो भन्दा हावाले फल खाएको कारणले नि, शैतानबाट छलिएर फल खाएको कारणले नि पाप सुरु भएन र? अनि आजसम्म पनि पाप आएर बगिरहेको छ, पापै छ। जबसम्म ख्रिस्टलाई विश्वास गर्दैन मानिसले तबसम्म मानिस पापमै हुन्छ। तपाईँ हामी धन्य छौँ येशूलाई विश्वास गरेका छौँ। प्रभुले एउटा विकल्प राखिदिनु भयो, परमेश्वरले उत्पत्ति 3:15 पदलाई ख्रिस्ट येशू दिने प्रतिज्ञा गर्नुभयो। अनि तपाईँलाई याद छ अहिले संसारमा तपाईँ न्युज हेर्नुभयो भने सबैभन्दा हत्या काण्ड धेरै हुन्छ, मान्छे मार्ने कुट्ने पिट्ने। अब यो हत्या कहाँबाट सुरु भयो भन्दा हावाबाट सुरु भएको छ। याद गर्नुभएको छ? हावाबाट जन्मिएको कैन र हाबिलको जीवनमा के भयो त? कैन हावाको पहिलो जेठो छोरो, होइन? अनि उसले आफ्नो भाइ हाबिललाई खेतमा लगेर मारेको छ। दुश्मनी सुरु भयो, हावाबाटै सुरु भएछ। हावाले निर्णय गर्नुभन्दा अगाडि सोच्नु पर्थ्यो, होइन र? हामीलाई त्यस्तो लाग्छ नि, हामीले पनि हाम्रो वरिपरि गल्ती गर्ने छोराछोरी अथवा कुनै पनि आमा दाजुभाइ दिदीबहिनी लिडरहरूले नै अझै पाप गर्दैन भन्नु पर्दैन, गर्छ है। लिडरहरू मान्छे हुँदैन, गल्ती गर्छ। यो पास्टरले यो गर्नुभन्दा अगाडि सोच्नु पर्थ्यो नि हौ, उसले गरेको निर्णय राम्रो छैन हामी भन्छौँ। अनि तर हामी आफैले पनि गर्ने निर्णयलाई हामी त्यो ठाउँमा पुग्दा हामी त्यसरी सोचेर गर्छौँ कि त हावाले सोच्नु पर्थ्यो, होइन र? सोचेन भन्ने लाग्छ हामीलाई। तर हाम्रो अगाडि पनि धेरै त्यस्तो कुराहरू छ जुन कुराहरू हामीले कसरी निर्णय गर्छौँ त्यसमा भर पर्छ। अब नयाँ नियमको स्त्रीहरू तपाईँहरूको अगाडि म एकजना राख्न चाहन्छु। रुथले निर्णय गर्यो, कस्तो निर्णय गर्यो? सासूसँग जाने निर्णय गर्यो, होइन? जब उनी सासूसँग जाने निर्णय गर्यो नि, हामी मत्ती 1:5 देख्छौँ उनी चाहिँ येशू ख्रिस्टको वंशमा आएकी छिन्। हालेलुया। उसको निर्णयले एउटा मुक्तिदाताको जन्म दिँदैछ। अब रुथसँग ओर्पा पनि थियो, होइन र? तपाईँलाई थाहा छ नि, उनीहरू जेठान देउरानी थियो, होइन? अब ओर्पाले कस्तो निर्णय गर्यो? सासूलाई चुम्बन गर्यो, रोयो, मजाले आँसु झार्यो, मर्ने गरेर। रुनी चाहिँ रोको है, दुईजनै रोको, याद गर्नुहोस् है। पृथ्वीमा सबै स्त्रीहरू रुन्छन् है। फेरि छोरा मान्छे भन्दा नि स्त्रीहरू धेरै रुन्छन् भन्छ हामीले हेर्दा पनि, होइन? बाइबलमा होइन, तर धेरै स्त्रीहरू चाहिँ स्त्रीहरू रुन्छ भन्छ। सायद हन्नाको आँसु भेला गर्ने भने कति थियो होला सामु जन्मिनुभन्दा अगाडि, उनी कति रुइन होला, होइन? तर रुथ र ओर्पासँगै रोको। तर ओर्पाले भक्कु आँसु झार्यो अनि सासूलाई चुम्बन गरेर उनी छोडेर गइन्। उसको इतिहास हामी पाउँदैनौँ। तर रुथले आँसु झार्यो, तर उसको आँसुको मूल्य भयो। कतिचोटि हामी स्त्रीहरू हामी रुन्छौँ, ओर्पा र रुथ दुईजनै रोएको, तर ओर्पाले आफ्नो सासूलाई चुम्बन गरेर मुही खाएर उनी बिदा भएर गइन्, उसको इतिहासै हराए। तर रुथको आँसुको मूल्य रहेको छ। हामी स्त्रीहरू हामी धेरैचोटि रुन्छौँ, हामी आँसु बगाउँछौँ। तपाईँलाई थाहा छ सिमसोनको अगाडि आएर दलिला कति रोयो होला? उसले के निर्णय गरेको थियो? सिमसोनको लट्टामा शक्ति छ भनेर पत्तो लगाउनलाई उसले चाहेर, सिमसोनको शक्ति चाहिँ केमा छ भन्दा फलिस्तीहरूले पत्तो लगाउनु खोजेको थियो नि। तर उसले आफ्नो श्रीमानलाई सहायता गर्नुपर्ने थिएन र? उसले साँचो श्रीमती थियो भने। तर उसले सहायता गरेन, उसले त फसाइदिएको छ। उसको आँसु कति झऱ्यो? म तपाईँको श्रीमती हो भने किन मलाई ढाँट्नुहुन्छ, मलाई भन्नुहुन्न? अनि सिमसोन कायल काबु भएर उसको शक्ति केमा छ भन्दा केसमा छ भनेर भनी पठायो। जब उसको केस काटियो तब उसको सबै पवित्र आत्मा दिने शक्तिहरू चाहिँ उसको हरायो।
अनि पुलिसले उसलाई बाँड्न सके, उसलाई उसको आँखा निकालिदिएको छ सिम्सनलाई। अब श्रीमानलाई अन्ध बनाउने काम कसले गर्यो? दलिलाले गर्यो। उसले निर्णय राम्रो गरेन, उसले सिम्सनलाई सहायता गर्नु पर्थ्यो। उसको निर्णयले के गर्यो? एउटा छुट्याइएको नाजरी, एउटा सेवाको लागि छुट्याइएको व्यक्तिलाई उसले मार्दैछ एउटा स्त्रीको कारणले। तर रुथको कारण के भयो? रुथले निर्णय गरेको कारण येशू ख्रीष्ट त्यो पुस्तबाट आउनु भयो। याद गर्नुहुन्छ? ऊ चाहिँ के भन्छ, कुप्री बोजू भएको छ रुथ चाहिँ येशू ख्रीष्टको। अनि यता तपाईँले हेर्नुभयो नि, हामी देख्छौँ कि हन्नाको जीवनमा उनीले निर्णय गर्यो इजरायलमा वचन चाहिँ बिरालै सुनिन्थ्यो भन्छ। भनेको वचन इजरायलमा सुनिनु छोडेको थियो सामुएलको जन्म हुनुभन्दा अगाडि। परमेश्वरले यस्तो व्यक्ति दिनुभयो, हन्नाको प्रार्थना, उसको आँसु बगाए, उसको प्रभुसँग भक्तिको एउटा साँचो निर्णय गर्यो उसले, प्रभुसँग साँच्चै नै म पाउँछु। उसको हृदय प्रभुसँग ठोकियो अनि त्यतिखेर हन्नाले प्रार्थना गर्न थाल्यो। अनि उसले निर्णय प्रभुसँग साँच्चीकै गर्यो अनि उसको आँसुको मूल्य प्रभुले दिनुभयो, उसको रोदन प्रभुले सुन्नुभयो। अनि उसले एकजना व्यक्तिको जन्म दियो, जुन व्यक्ति न्यायकर्ता पनि थिए, पुजारी पनि थिए, उनी अगमवक्ता पनि थिए। पुरानो नियमको अगमवक्ता सामुएल हामी हेर्न सक्छौँ। जबसम्म सामुएल जन्मेको थिएन तबसम्म इजरायलमा वचन सुनिन छोडेको थियो, वचन हराएर गएको थियो। जब सामुएलले उसको राज्य अन्त गर्दाखेरि इजरायलभरि परमेश्वरको वचन आउन थालेको थियो। यसकारण एउटा स्त्रीले धेरै फरक पार्दछ हाम्रो परिवारलाई, हाम्रो मण्डलीलाई, हाम्रो समाजलाई, हाम्रो घरानालाई धेरै फरक पार्दछ। एउटा बुहारी बिहा गरेर घरभित्र भित्रिँदाखेरि उसले धेरै असर पनि पार्न सक्छ, प्रभाव पनि पार्न सक्छ है। असर भनेको नकारात्मक होला सायद मैले बुझे अनुसार, होइन? त्यसले राम्रो नतिजा ल्याउँदैन होला। प्रभाव भनेको उसको राम्रो कुरोले परिवारलाई उन्नति गराउन सक्छ। एउटा बुहारी, तपाईँले मेरो लागि धेरै प्रार्थना गरिदिनु होला। हाम्रो घरमा दुईटा दुलाई पस्दैछन्, केही समय पछाडि होला सायद प्रभुले समय दिनुभयो भने, होइन? यो चाहिँ प्रभुको हातको कुरा हो। मेरो प्रार्थना छ उनीहरू पस्दै गर्दा घर पनि नभाँडियोस्, मण्डली पनि नभाँडियोस्। तपाईँले सधैँ प्रार्थना गरिदिनुहोस्। मेरो एउटा विषय छ, मैले मेरो मण्डलीमा चाहिँ राखिहालेको छुइनँ, कतिजना यहाँ हुनुहुन्छ, तर मेरो पर्सनल मेरो प्रार्थना छ। हामी दुईजना ढुक्कै बेलुका प्रार्थना गर्छौँ। दुईजना स्त्रीहरू हाम्रो घरमा पस्दैछ, सायद अहिले यहाँ लाइभ भइरहेको उनीहरू सुन्ने छन्। उनीहरू पस्दै गर्दा मेरो सत्य कुरा हो, पस्दै गर्दा घर बनिनुपर्छ, व्यक्ति बनिनुपर्छ, मण्डली बनिनुपर्छ। परिवार पनि भाँडिनु हुँदैन, व्यक्ति पनि भाँडिनु हुँदैन, मण्डली पनि भाँडिनु हुँदैन, समाज पनि भाँडिनु। एउटा स्त्रीको धेरै ठुलो भूमिका हुन्छ सेवकाईमा, परिवारमा, मण्डलीमा। म जब विवाह गरेर यो परिवारमा आएँ, यो परिवार प्रभुमा म खुल्ला गरेर भन्न सक्छु, यो परिवार प्रभुमा डरो थिएन। मेरो बाबाले यो परिवारको लागि त बिउ हो भनेर भन्नुभएको थियो। अनि यसरी नै भन्नुभएको थियो पास्टर जोललाई, तपाईँले मेरो छोरी बिहा गर्नुभएको छैन, तपाईँले मेरो छोरा बिहा गर्नुभएको छ। किनभने म काम गर्नलाई धेरै मन पराउँथेछ पहिलो कुरा चाहिँ। अहिले सबैले पनि मलाई देख्नुहुन्छ मण्डलीमा पनि, तपाईँहरूले कतिजना नथाहा पाए पनि। यसकारण एउटा स्त्रीको ठुलो भूमिका हुन्छ सेवकाईमा। एउटा पास्टरनी आमाको सेवकाई माथि बढ्ने कि तल जाने ठुलो भूमिका हुन्छ। श्रीमानहरू थाक्छ, उनीहरू भात पकाए नि थाक्छ, वचन पकाउँदा नि थाक्छ है। आइतबार वचन प्रचार गरे भने फेरि फर्केर चिया पकाउनु खोज्दैन हुँदैन, याद गर्नुहोस्। तर तपाईँ यो आमाहरू जो पास्टरनी आमाहरू हुनुहुन्छ, तपाईँहरू मण्डलीमा वचन बाँड्नुहुन्छ, गएर तपाईँ भात पकाउनु तयार हुनुहुन्छ। तपाईँसँग पाहुना आयो भने तपाईँ आफै पकाएर खुवाउनुपर्छ, तपाईँको श्रीमानले पकाउँदैन सायद। वचन प्रचार गरेको दिन छोरा मान्छेहरू थाक्छ, तर हामी थाक्दैनौँ। हामी थाक्छौँ, हाम्रो विवेक थाक्न सक्छ, हाम्रो शरीर थाक्न सक्छ, तर हाम्रो मन चाहिँ थाक्दैन। किनभने हाम्रो मन चाहिँ जहिले पनि प्रभुले तयार गरिराख्नु भएको हुन्छ। त्यस्तै रुथलाई प्रभुले त्यो मन दिनुभएको थियो, हन्नालाई प्रभुले त्यो मन दिनुभएको थियो, हावालाई पनि सुरुमै त्यो मन दिनुभएको थियो। तर उसको गलत निर्णयको कारणले गर्दा अहिलेसम्म मानिसमा त्यो दुःख आइरहेको कुरा हामी देख्दछौँ। अनि तपाईँलाई थाहा छ लुकाको पुस्तकमा मरियम कहाँ प्रभु येशू ख्रीष्टले जन्म लिनु, त्यो गर्भधारण हुनुभन्दा अगाडि परमेश्वरले स्वर्गदूतलाई पठाउनु भयो। अनि मरियमले भन्न सक्थ्यो यो हुनै सक्दैन,
म त मगनी भएको स्त्री हो, यो कसरी हुन सक्छ? उसले भनेको छ त कसरी हुन सक्छ भनेर हैन, लुकाको पुस्तकमा तपाईहरुले पढ्न सक्नुहुन्छ। मैले रुथको कुरा भने मत्ती 1:5 मा हेर्नुभयो भने रुथ चाहिँ येशू ख्रीष्टको वंश हुन आइपुगेको के भन्नु बजाइ के भन्छ बुढी बजाइ हुन पुगेको छ रुथ चाहिँ। अनि लुका 1:26 देखि 38 सम्म तपाईले पढ्नु भयो नि पाउनुहुन्छ। मसँग टाइम छैन त्यो भएर पढ्दिन म। लुका 1:26 देखि 38 सम्म तपाईले पढ्नुहोस्। प्रभु येशू ख्रीष्टको जन्म हुनुभन्दा अगाडि स्वर्गदूतलाई मरियम कहाँ प्रभुले पठाउनु भयो, जुन स्त्रीले साँचो निर्णय गर्न सक्थ्यो, जुन स्त्रीले प्रभु येशू ख्रीष्टलाई जन्म दिन सक्थ्यो, जुन स्त्रीको हृदय सफा थियो, जुन स्त्रीको मन विवेक सफा थियो, मन सफा थियो, उसको चरित्र सफा थियो, प्रभुले त्यही स्त्रीलाई छान्नु भयो। अनि ऊ चाहिँ अर्कासँग मगनी भएको स्त्री थियो येशूसँग। अनि स्वर्गदूत जब आएर उसलाई सन्देश सुनाउँदछ, ऊ चाहिँ छक्कै परेको छ, यो कसरी हुन सक्छ? म त एक कन्या हो भनेको छ हैन। यो कसरी हुन सक्छ? कतिचोटि हामीलाई प्रभुले दर्शन दिनुहुन्छ, भित्र प्रार्थना गर्दा अगुवाई गर्नुहुन्छ, हामी छक्कै पर्छौं नि, प्रभु यो कसरी हुन सक्छ? अरे म त केही गर्नु जान्दिन, मैले यो सेवाकाई सुरु गर्दा मैले यसो गर्दा राम्रो हुन्छ र? हामी त्यसरी सोच्छौं नि। यदि प्रभुले दिनु भएको भने पक्का उहाँले पक्का गर्नुहुन्छ त्यो कुरा चाहिँ, अनि उहाँले त्यो चाहिँ गर्न सक्नुहुन्छ। लुकाको पुस्तकमा हामीले हेर्दाखेरि मरियम त्यस्तै भएको छ। अनि अन्तिममा के प्रभुले एउटा सम्भावनाको कुरा के देखाउनु भयो? एलिसेबालाई देखाउनु भयो, जो 6 महिना अगाडि उनी गर्भवती भएको थियो। एलिसेबा चाहिँ आफ्नै नातेदार मरियमको दिदी बहिनी भएको हामी देख्छौं हैन। अनि प्रभुले के भन्नु भयो स्वर्गदूतद्वारा? मरियमलाई हेर त, तिम्रो दिदी मरियमलाई, उनी पनि 6 महिनाको गर्भवती भएको छिन्। प्रभुले सम्भव हुने कुरालाई देखाउनु भयो। जब प्रभुले हामीलाई देखाउनु भएको कुरा हो भने हामी निर्णय गर्न जाँदैछौँ भने हामीले प्रभुलाई प्रश्न गर्न सक्छौँ, प्रभु के यो कुरा सत्य हो? म गर्न सक्छु? प्रभुले हामीलाई सफल हुने बाटोलाई देखाइदिनुहुन्छ। हालेलुया। यसपालिको हाम्रो नेपालको यात्रामा सम्मेलन गर्ने विचार हामी सम्मेलन गर्थ्यौँ, यता झापातिर गएर काठमाडौँतिर गएर सम्मेलनहरू गर्थ्यौँ हैन। अनि नेपाली पनि सम्मेलन केही नगर्ने यसपालि त भनेर गएको विचार गरिरहेको थिएँ। हाम्रो बहिनी कमलाले, बुढामा कमलाले के भन्यो भने एउटा सम्मेलन त गर्नु हो दिदी, केही नगरी त के आउने भने, के गर्ने होला अब यसले भनिहाल्यो भन्ने भयो। मलाई सम्मेलन के गर्नु, सम्मेलन गर्ने विचार गरे, त्यहाँ पनि सम्मेलन भएको छ, त्यहाँ पनि सम्मेलन भएको छ, त्यहाँ सबै 3-4 सम्मेलन चाल पाइयो। अब मण्डलीको विश्वासीलाई भात खुवाउने काम मात्रै नगरौँ यसपालि भन्ने भयो मलाई। हेर्नुहोस् है, मैले निर्णय गर्न लागेको कुरा। त्यहाँबाट मैले प्रार्थना गरेँ, प्रभु अब के गर्ने त? अब यसपालि मण्डलीको विश्वासीलाई खाना खुवाउने काम नगर्ने। धेरै खाना खुवाइयो हैन, धेरै सम्मेलन भयो। सम्मेलनमा 1-2-3 घण्टा बस्यो, फेरि गयो, जस्ताको तस्तै हुन्छ कतिचोटि विश्वासीहरू। अनि मेरो मनमा प्रभुले एउटा कुरा लगाइदिनु भयो, सुसमाचारको लागि के गर्ने त? सम्मेलन, बहिनीले एउटा सम्मेलन त गर्नुपर्छ भने कहाँ गर्ने सम्मेलन, के गर्ने? प्रार्थना गर्न सुरु गरेको, प्रार्थनाको 2 दिन मैले एन्सर पाएँ। मलाई प्रभुले स्कुलहरू देखाउनु भयो। स्कुलमा के एउटा गोस्पल कार्यक्रम गरे भने त्यो सबभन्दा राम्रो हुन्छ भन्ने कुरा मेरो विवेकमा लगाइदिनु भयो परमेश्वरले पहिलो कुरा चाहिँ। अनि मैले प्रार्थना गरेँ, 1-3 दिन प्रार्थना गरेँ, 2 दिनमा उत्तर पाएपछि फेरि अर्को दिन प्रार्थना गरेँ, 4 दिनको दिन मैले पास्टरवाला भने हामीले यसपालि स्कुलमा कार्यक्रम गरौँ सिन्धुपाल्चोकमा। पहिल्यै कुरा हामी जाने त्यही हो, पहिलोचोटि त्यहाँ जानुपर्छ, त्यहाँ डाक्टर नर्सहरूलाई भेट्नुपर्छ, त्यहाँ काम गर्ने स्टाफहरू छ। हामी गएन भने मन, त्यहाँ जानु मनपर्छ, गएन भने मन दुखाउँछ भन्ने पनि लाग्छ मलाई, किन सुरुको दिनमा गएको हैन। उहाँले बोलाओस् कि नबोलाओस् हामी जान्छौँ त्यहाँनिर। सायद मैले पारेको वचन उहाँले सुनिराख्नु पछि सुन्नुहुन्छ होला, यहाँनिर रेकर्डिङ भएको छ र लगाउनु भयो भने। अनि त्यहाँ हामी स्कुलमा कार्यक्रम गर्ने भयो। कहाँ कसरी गर्ने भन्दाखेरि हामी पास्टर आशिषलाई कुरा गर्यौँ। अनि हामीले 1 हप्ताको बादमा हामीले गर्न लाग्यौँ। तर गर्नु लाग्दा समस्याहरू पनि आउँछ, याद गर्नुहोस्। अनि जब हामीले स्कुलमा गर्ने कार्यक्रम गर्ने के गर्ने त भन्दाखेरि हामीले उनीहरूलाई नोटबुकहरू बाँडेर गर्ने गऱ्यो। हामीले जतिखेर काठमाडौँमा एकखेप गएको थियौँ नि, खोलाले बगाएको थियो नि बाढी पसेर, त्यतिखेर नै हामीले खाताहरू बाँडेको थियौँ नानीहरूलाई। त्यो पनि राम्रो काम भएको थियो। अनि त्यस्तै हामीले सिन्धुपाल्चोकमा पनि एसएलसीसम्म भएको मावि स्कुलमा हामीले त्यहाँनिर खाताहरू बाँडेका थियौँ। त्यो नोटबुकहरू बाँडेर
क्रिसमस गोस्पल हामीले कार्यक्रम गर्न पायौँ। त्यो राम्रो कुरा भयो। जहाँ 95 नानीहरू हुनुहुन्थ्यो त्यहाँनिर, अनि टिचरहरू सबै हामी सबैजना गएर हामी केही मान्छेहरू थियौँ त्यहाँ। अनि त्यो राम्रो काम भयो। एउटा हामीले सम्मेलन गरेनौँ, त्यो एउटा निर्णय मैले गरेँ, त्यो निर्णय प्रभुले सफल दिनुभयो। त्यो पछाडि इन्डियामा के गरेँ भने इन्डियामा पनि स्कुल छ, ल स्कुलमै गरौँ भन्ने भयो। स्कुलमा ठिकै फेरि नेपालमा जस्तै उहाँ पनि 95 जना स्टुडेन्टहरू थियो इन्डियामा पनि। अनि त्यहाँ चाहिँ के गर्ने त हामी त्यस्तै रित्ते जाने चाहिँ मलाई मन पर्दैन फेरि जे गरे पनि। अनि त्यहाँ पनि हामीले त्यहाँ चाहिँ ब्यागहरू बाँड्यो नानीहरूलाई, त्यो एउटा गोस्पल कार्यक्रम गरेँ त्यहाँ पनि नानीहरू चाहिँ सबै त्यहाँनिर प्रभुलाई नचिनेको मानिसहरू हुनुहुन्थ्यो नानीहरू। अनि त्यहाँ चाहिँ प्यारेन्ट्सहरू पनि बोलायो। सिन्धुपाल्चोकमा भन्दा इन्डियामा धेरै मानिसहरू प्यारेन्ट्स विथ स्टुडेन्ट आउनु भएको थियो त्यहाँनिर चाहिँ। राम्रो काम भयो। यो मैले यसपालि गरेको निर्णय, प्रभुले दिनुभएको अगुवाई अनुसार गरेको निर्णयमा प्रभुले बजेट पनि जुटाउनु भयो, सुसमाचार पनि भयो, काम पनि भयो, सबै कुरा राम्रो भयो। तर समस्या चाहिँ भयो। हामी जब नेपाल जान खोज्यौँ, हामीले सबै कार्यक्रम मिलाइसकेका थियौँ, पास्टर बाबुको सर्जरी गर्नु पर्यो। सर्जरी गरेको 4 दिनमा उहाँलाई व्हील चेयरमा लगाएर हामीले नेपाल गयौँ। हामीले नजाने निर्णय गरेको, सबैले नजानुस् भनिरहनु भएको थियो, हामी पनि नजाने हो कि भन्ने भएको थियो। तर ल जाउँ भनेर व्हील चेयरमा लगाएर लगेको पास्टर बाबुलाई चाहिँ नेपालमा। राम्रै हिँड्दाको मान्छे व्हील चेयरमा हिँड्दा कस्तो देख्छ होइन? त्यही पनि कतारमा गएर एकदम गाह्रो भयो उहाँलाई सास फेर्नु। हामीले एमर्जेन्सी जोइन गर्नुपर्छ कि त्यस्तो भएको थियो। तर प्रभुले हामी 6 घन्टा त्यहाँ बस्दा जाति हुनुभयो। उहाँ प्रार्थना गऱ्यौँ, प्रभुले उहाँलाई चङ्गाइ गर्नुभयो। अनि राम्रोसँग हामीले सबै कामहरू गरेर आयौँ। कतिचोटि प्रभुले हाम्रो सेवकाईमा पढ्दै गर्दाखेरि हामीले गरेको निर्णय प्रभुले सफल दिँदै गर्दाखेरि हामीलाई दुःखहरू पनि आउँछ। त्यतिखेर आत्तिनु चाहिँ हुँदैन, धैर्य गर्नुपर्छ। यसकारण मैले तपाईँलाई धेरै कुराहरू भन्नु छ, तर सबै कुरा भन्ने मसँग टाइम छैन, हामीसँग समय छोटो छ। एक दिन हामी सम्मेलन गरौँला, जुममै भए पनि। लामो बिहानदेखि बेलुकासम्मको वचन मात्रै सुन्नेछौँ। त्यतिखेर मसँग यस्तो कति कुराहरू छ जुन कुराहरू हामी स्त्रीहरूलाई धेरै चाहिन्छ। अनि बाइबलमा हामी देख्छौँ एस्तर रानीले कस्तो राम्रो निर्णय गरेको छ होइन? एस्तरको पुस्तक तपाईँले पढ्नुहोस्, जहाँ परमेश्वरको नाम उच्चारण गरेकै छैन, परमेश्वरको बारेमा लेखिएकै छैन, तर त्यहाँ राम्रो परमेश्वरको काम भएको छ। स्त्रीको नाममा लेखिएको पुस्तक 2टा, एउटा रुथ, एउटा एस्तर हो होइन बाइबलमा। अनि एस्तरले यस्तो निर्णय गर्यो आफ्नो जातिको बचाउको लागि। ऊ आफै मर्नु परे पनि जोखिममा पारेर आफ्नो शरीरलाई निहुराएर राजा कहाँ गयो। अनि उसको निर्णयले गर्दा सारा इजरायली, सारा यहुदीहरू, आजसम्म पनि यहुदीहरू छ। एस्तरले त्यतिखेर गरेको कामले गर्दा सबै यहुदीहरूलाई मारिँदै थियो हामानद्वारा। तर परमेश्वरले एस्तरलाई प्रयोग गर्नुभयो। एस्तरले सही निर्णय गर्यो राजा कहाँ जानलाई। यदि ऊ त्यहाँ गएको थिएन भने यहुदीहरू मारिँदै थियो। तर उसले आफ्नो जीवनलाई अन्तिम घडीमा राखेर भए पनि उनी चाहिँ राजा कहाँ गएर उसले निवेदन चढाए। 3 दिनसम्म राजा र त्यहाँ हामानलाई हामी भोज दिएको कुरा पाउँछौँ। सबै उसको वरिपरि भएको मानिसहरूलाई, मर्दकलाई लगाए सबै यहुदीहरूलाई उपवास बस्ने घोषणा गर्यो। कस्तो राम्रो निर्णय गर्यो उसले। उपवासमा शक्ति छ होइन, प्रार्थनामा शक्ति छ। उसले त्यो निर्णय गर्यो। अनि उसको पछाडि धेरै प्रार्थना गर्ने, उपवास बस्ने मानिसहरू थियो। अनि ऊ आफै पनि उपवास बस्यो अनि राजा कहाँ गयो। अनि राजाले उसको बिन्तीलाई सुन्यो। अनि सारा इजरायलीहरू, सारा यहुदीहरू आज पनि जीवित छन्। एस्तरले बचाएको त्यो दिनको उद्धार, त्यो दिनको इस्रायलीको लागि, एउटा यहुदी जातिको लागि चाहिँ एस्तरले गरेको बलिदानको सेवाका हामी देख्छौँ। उसको निर्णय चाहिँ सही ठाउँमा निर्णय गर्यो उसले, हामीलाई देख्छौँ। तर एस्तरसँगै ऊभन्दा अगाडिको रानीको थियो बस्ती थियो होइन। बस्तीलाई हुनसक्छ राजाले बेज्जत गराउनलाई नि सायद त्यो ठाउँमा बोलाए। मद खाइरहेको ठाउँमा एउटा स्त्रीलाई बोलाउँदा राम्रो इज्जत त हुँदैन होइन र? माथिरहेको मान्छेहरू, मजा गरिरहेको, ठट्टा गरिरहेको ठाउँमा छोरा मान्छेहरूको अगाडि एउटा स्त्री टुप्लुक्कै जाँदा के राम्रो हुन्छ? राम्रो हुँदैन नि। उसलाई नराम्रो प्रकारले सायद राजाले गर्नलाई बोलाएको थियो के थियो, त्यो कुरा उनीहरू जानु छैन। तर हामी देख्छौँ एउटा घमण्डीको रूपमा हामी बस्ती रानीलाई देख्दछौँ। उनी उसको सुन्दर त साह्रै सुन्दरी थियो भन्छ, कति सुन्दरी थियो थाहा छैन। तर यति सुन्दरी थियो भनेर बाइबलले भन्दछ बस्तीलाई पनि, एस्तरभन्दा अगाडिको रानी। तर ऊ राजको पदबाट, राजमहलबाट होइन, राजगद्दीबाट बाहिर निस्किनु पर्यो बस्ती, किनभने उसले गरेको निर्णय राम्रो थिएन।
सायद उसको अपमान होस्, चाहे उसको खुसी ट्युरी किन नभएको होस्, उसलाई गिल्दै किन नभएको होस्, उसलाई नराम्रो किन नभएको होस् होइन, तर राजाले बोलाएको ठाउँमा ऊ जानु पर्थ्यो। उसको घमण्ड प्रस्तुत भएको छ त्यहाँनिर चाहिँ। तब उनी चाहिँ राजको महलबाट अनि राजको त्यो सिरपेजबाट उनी तल खसाले, उनी निकालिएको छ, रानीको पदबाट उनी निष्कासन भएको छ। अनि त्यही ठाउँमा एस्तरलाई प्रभुले पुर्याउनु भएको छ। सँगैमा त्यही ठाउँमा एस्तर रानी पुगेर उसको अपमान भए पनि, ऊ मर्नु परे पनि, उसले आफ्नो जीवनको बाजी राखेर रिस्क बोकेर उनी राजा कहाँ गएर सारा यहुदीलाई बचाउने काम गर्यो भने त्यही ठाउँमा राजाले त्यो मजा गरिरहेको ठाउँमा, रमाइलो मनाइरहेको ठाउँमा आफ्नो भाडादारको आफ्नो सबै कर्मचारीको अगाडि रानीलाई देखाउनलाई, उसको सुन्दरता प्रस्तुत गर्नलाई बोलाउँदा गएको छैन। त्यसकारण त्यहाँनिर उसको चाहिँ अपमान भएको कुरा उसले सोचेको छ। म यहाँ गयो भने राम्रो हुँदैन भन्ने कुरा सोचेको कारणले उसले आफ्नो पदबाट उनी बाहिर निस्किनु परेको छ। उसको निर्णय चाहिँ राम्रो थिएन, उसको निर्णय चाहिँ खराब थियो। तर एस्तरको निर्णयले यहुदीलाई बचायो भने बस्तीको निर्णयले ऊ आफैलाई राजगद्दीबाट बाहिर निकालेको छ। यसकारण दिदी बहिनीहरू, आमाहरू, मैले तपाईँहरूलाई अहिले भनिरहेको छु, हामीले गरेको निर्णयले आजसम्म हामीले दुःख पाइरहेका छौँ। साराले एउटा निर्णय गर्यो, हागारलाई उसको श्रीमानलाई सुत्नलाई पठायो होइन, उसको निर्णय राम्रो थिएन। उसको निर्णयले अहिलेसम्म पृथ्वीमा कति दुःख भएको थाहा छ तपाईँहरूलाई? इस्माइलको जन्म भयो, इस्माइलबाट आएको जातिहरू हामीलाई थाहा छ कति दुःख भइरहेको छ। लडाइँ झगडा जति जुन ठाउँमा छ अरे अहिले समस्या प्राय यो जातिबाट हुन्छ। धेरै चाहिँ इस्माइलको सन्तानबाट भइरहेको छ। यसकारण परम प्रभुले करार गर्नु भएको थियो, उहाँको प्रतिज्ञामा सारा बस्नु पर्थ्यो होइन। तर त्योभन्दा अगाडि उसले के गर्यो, आफ्नो श्रीमानलाई आफ्नो कमारीकोसँग सहवास गर्न पठायो। अनि हागरबाट इस्माइल जन्मियो। इस्माइलको जन्म भएपछि अर्कै जाति सुरु भयो। अनि त्यहाँ बिचमा दुई जातिको झगडा हुन थाल्यो, समस्या भयो। अब्राहमकै घरमा झगडा सुरु भएको थियो, त्यो झगडा सर्दै आएर अहिले संसारभरि आएको छ। यसकारण हाम्रो धेरैचोटि हामी विश्वासी दिदीबहिनी आमाहरू हामीले गर्ने निर्णयहरू हाम्रो श्रीमानलाई दिने सल्लाह सही प्रभुबाट प्रार्थना गरेर सल्लाह दिउँ, जसले गर्दा भविष्यमा राम्रो काम होस्। हामी छोराछोरीलाई दिने सल्लाह के दिने हो? सल्लाह आमाहरूले, हामी आमाहरूले छोराछोरीलाई दिनु सिकाउनु पर्छ, मान्छेलाई माया गर्नु सिकाउनु पर्छ, सेवा गर्नु सिकाउनु पर्छ, प्रार्थना गर्नु सिकाउनु पर्छ, बाइबल पढ्नु सिकाउनु पर्छ। श्रीमानहरू सेवाकाईमा अल्छी भएको छ भने उनीहरूलाई सेवाकाईमा हामी आफै लागेर डोराउनु पर्छ, उनीहरूलाई सहायता गर्नुपर्छ। यदि हाम्रो श्रीमानहरू अरूसँग मिल्नु सक्दैन भने मिल्ने सल्लाह दिनुपर्छ। धेरैचोटि सल्लाह दिँदा धेरै श्रीमानहरूले मान्नु खोज्दैन। अब उनीहरूको त्यो घाटा चाहिँ उनीहरूले सहन्छ। धेरै मानिसहरूले हामीले दिएको सल्लाहलाई लिँदैन, उनीहरू चाहिँ घमण्डी भइ पठाउँछ। तर त्यसको लेखाजोखा उनीहरू आफै भोग्छ। तर हामीले सही निर्णय गरेर दिने सल्लाह चाहिँ दिनुपर्छ। यो चाहिँ होइन, यो हो भनेर चाहिँ भन्नु सक्नुपर्छ। तर भन्दा पनि लागेन भने चाहिँ म चाहिँ छोडिदिन्छु फेरि, किनभने त्यो घाटा उसले सहनुपर्छ नि त। तर म चाहिँ त्यो घाटाबाट बाहिर निस्किन्छु भने प्रभुले मलाई म जे हो त्यो चाहिँ भन्न सक्छु। तिमीले गल्ती गरेको छौ होइन, त्यो चाहिँ भन्नु सक्नुपर्छ हामीले। मेरो चाहिँ सिधा कुरा त्यो हुन्छ। यसकारण हामीले गर्ने निर्णयहरू के हो, के गर्नुपर्ने हामीले सोचेर गरौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। मैले तपाईँलाई भने स्त्रीहरूको बारेमा बाइबलमा धेरै छ, खोजेर पढ्नु होला। सबैजना मिलेर प्रार्थना गरौँ ल।